4 वर्षको कार्य अनुभव बोकेर म दुबईबाट सिधै माल्दिप्स जाँदै थिएँ। जहाजको झ्यालबाट देखिएको दृश्य साँच्चै मनमोहक थियो। समुद्रमा थुप्रै ससाना टापुहरू, नीलो पोखरीमा कसैले धेरै कर्कलाका पातहरू चुडेर राखे जस्ता। म झ्यालबाट बाहिर नजर डुलाइरहेको थिएँ। पाइलटले उद्घोष गर्यो, "क्याबिन क्रू प्लिज प्रिपेयर फर ल्यान्डिङ।" जहाजले उचाइ कम गरेर समुद्रभन्दा केही माथिसम्म ल्याइ पुर्याउँदा समेत अवतरण गर्ने हवाई अड्डाको जमिन देखिएको थिएन। जहाज समुद्रको पानीमै अवतरण हुन लागे झैँ लागिरहेको थियो। म रोमाञ्चित भइरहेको थिएँ। जहाजका पाङ्ग्राले पानी छुनै लागे झैँ लाग्दा एक्कासी अगाडि जमिन देखियो। त्यही रहेछ इब्राहिम नासिर अन्तर्राष्ट्रिय हवाई अड्डा। जोडले थरथराउँदै जहाजले माल्दिप्सको जमिन छोयो। जहाजको ढोकाबाट निस्किँदै गर्दा समुद्री हावाको एउटा झोक्काले मलाई स्वागत गर्यो। जहाजको सिँढीबाट झरेर चारैतिर समुद्रले घेरिएको हवाई अड्डाको टापुमा पाइला टेक्नु अगाडि मलाई यस्तो लाग्यो त्यो टापु नभएर एउटा विशाल कर्कलाको पात हो जुन समुद्रमा तैरिरहेको छ। आगमन पत्र जहाजमै उपलब्ध गराइएको थियो जुन मैले भरिसकेको थिएँ। इमिग्रेसनको टुरिस्ट लेखिएका काउन्टरहरूमा चाइनिज पर्यटकहरूको लाइन थियो। त्यही लाइनमा मसँगै आएका गोरा पर्यटकहरू पनि गएर मिसिए। म आफ्नो ह्यान्ड लगेज गुडाउँदै दायाँतिरको नयाँ वर्क पर्मिट लेखिएको काउन्टरको अगाडि गएर उभिएँ। पालो आएपछि काउन्टरमा गएर आफ्नो पासपोर्ट र भिजाको प्रतिलिपि बुझाएँ। इमिग्रेसनमा मेरो पासपोर्ट र भिजा रुजु गरियो अनि आँखाको स्क्यानिङ गरेर कम्प्युटरमा राखियो। त्यसपछि मात्र पासपोर्टको पानामा अराइभलको स्ट्याम्प लाग्यो। केही बेरमा मेरो लगेज बेलामा घुम्दै आइपुग्यो। त्यसलाई ट्रलीमा राखेर धकेल्दै म निस्किएँ। मूल ढोकाबाट बाहिर निस्कनु अघि मेरो लगेज स्क्यानिङ मेसिनमा जाँच भयो। जाँच पास भएपछि म लगेज राखेर ट्रली धकेल्दै अराइभलको मूल ढोकाबाट निस्किएँ। बाहिर थुप्रै मानिसहरू विभिन्न नाम लेखिएका प्लेकार्ड बोकेर उभिरहेका थिए। तिनीहरू अराइभलबाट निस्किरहेका मानिसहरूलाई हेर्दै मुस्कुराइरहेका थिए। एकजना अन्दाजी 35-40 वर्षको मान्छे मेरो नामको प्लेकार्ड बोकेर उभिरहेको थियो। उसको ओठमा भने बनावटी मुस्कान पनि थिएन। उसको अनुहार फुङ्ग रङ उडेको कागज जस्तो देखिएको थियो। उसका आँखा रातभर ननिदाए जस्ता देखिन्थे। ऊ टोलाइरहेको थियो, "हेल्लो, आई एम आलोक शर्मा।" त्यो मान्छेको अगाडि पुगेर मैले आफ्नो परिचय दिँदै अभिवादन गरेँ। ऊ झस्किएर मरुभूमि जस्तो मुहारमा हरियाली ल्याउने कोसिस गर्दै बोल्यो, "वेलकम टु माल्दिप्स। म नारायण चालिसे। विदेशमा नेपाली भेटिनु कुनै नौलो कुरा होइन, तर पनि नेपाली भन्ने बित्तिकै स्वाभाविक रूपमा भावनात्मक एकता हुन्छ। हामी टर्मिनलबाट दक्षिणतिर लाग्यौँ। सफा समुद्रको किनारमा सिक्रीको सहाराले गाडिएका पोलमा बाँधिएका ढुङ्गाहरू आगन्तुक पाहुनालाई स्वागत गरिरहेका थिए। स्मोकिङ एरिया छुट्टै तोकिएको गोजीमा एकबट्टा डनहिल थियो। डनहिल मैले दुबईमा पिउने चुरोट हो। चेकिङमा मेरो लाइटर जफत भएको थियो। मैले नारायण चालिसेसँग लाइटर मागेँ। उनले आफ्नो खल्तीबाट चुरोटको बट्टाभित्र राखिएको लाइटर निकालेर दिए। उनको चुरोटको निलो बट्टामा केमल लेखिएको थियो। दुवैजनाले आफ्नै चुरोट सल्कायौँ। टर्मिनलबाट दक्षिणतिर केही अगाडि गएपछि थोरै पश्चिमबाट माले सहर जाने डुङ्गा चल्दो रहेछ। हवाई अड्डाबाट दक्षिण दिशामा लगभग 1.5 किलोमिटर टाढा माले सहर उभिरहेको थियो। माले सहर समुद्रमा तैरिरहे जस्तो देखिन्थ्यो। चालिसेको काउन्टरबाट 2वटा टिकट लिएर आए। हामी माले जानका लागि काठको डुङ्गामा चढ्यौँ। डुङ्गा 100 यात्रु क्षमताको थियो।
डुङ्गाको छत र चारैतिरका भित्ताहरू पनि काठकै थिए, झ्याल भने सिसाका। डुङ्गाको अग्रभागतिर थोरै खाली ठाउँ, घरको जस्तै पिँढी। भित्र पस्ने र निस्किने ढोका। ढोकाको दायाँतिर अग्लो सिटमा स्टेरिङ समातेर कप्तान बसिरहेको, पश्च भागको ढोकामा सहचालक उभिएको। सिटमा बसेपछि मैले चालिसेलाई सोधेँ, दाई, यहाँबाट माले जाने टिकटलाई कति पर्छ? 10 रुपियाँ। रुपियाँ? हजुर सर, नेपालको रुपियाँ जस्तै यहाँको चाहिँ रुपियाँ। डुङ्गाको इन्जिन स्टार्ट भयो। समुद्रका साना साना छालहरूमा हल्लिँदै डुङ्गा बिस्तारै दक्षिण दिशातिर बढ्न थाल्यो। करिब 10 मिनेटमा मालेको किनारमा पुगेर डुङ्गा रोकियो। अट्टसमट्टस भएर बसेका बिल्डिङहरूले भरिएको माले सहरमा मैले पहिलो पाइला टेकेँ। हामी उत्रिएको किनारमा एउटा बोर्डमा लेखिएको थियो, जेट्टी नम्बर 10। हामी जेट्टीसँगै टाँसिएको एकतर्फी सवारी चल्ने रोडमा उभियौँ। नारायण चालिसेले पहिलो नम्बर प्लेट भएको एउटा ट्याक्सी रोके। लगेज ट्याक्सीको डिक्कीमा राखेर हामी भित्र बस्यौँ। नारायण चालिसेले ड्राइभरलाई भने, बुरुजु मागु सी बिल्डिङ। ट्याक्सी माले सहरभित्र छिर्यो। सन् 2100 सम्ममा मालदिप्स डुब्छ भन्छन् नि दाई। मैले चालिसे दाईसँगको औपचारिकतालाई अनौपचारिकतामा बदल्ने कोसिस गरेँ। उनले मलाई हेरेर किञ्चित ओठ तानेर भने, खै सर, वैज्ञानिकहरू त्यसै भन्छन्। त्यतिखेर चालिसे दाई केही बौरिएका थिए। स्कुलमा टापु नै टापुको देश भनेर पढ्दा मैले कहिल्यै यो देशमा काम गर्न आइपुग्छु भन्ने सोचिनँ। मैले संवाद जारी राख्ने प्रयास गर्दै भने, यो देशमा टापुहरू कति छन् होला दाई? लगभग 1200 जति होलान् सर। सबै टापुमा मान्छे बस्छन्? लगभग 200 टापुमा मात्र बस्छन्। 150 जति टापुमा होटल र रिसोर्टहरू मात्र छन्। चालक मालदिभियन भाषाको गीतको लयमा गल्ली र मोडहरूमा ट्याक्सी मोडिरहेको थियो। मैले मालदिप्स जानु अघि विकिपिडियाबाट सामान्य जानकारीहरू लिएको थिएँ। त्यसैले मलाई थाहा थियो मालदिप्स समुद्री सतहबाट जम्मा 1 मिटर उचाइमा अवस्थित छ। त्यहाँको तापक्रम 12 महिना 25 देखि 30-32 डिग्री सेल्सियसको बिचमा रहन्छ। त्यहाँका 100% नागरिक मुस्लिम धर्म मान्दछन्। विश्वमै पहिलोपटक मालदिप्स सरकारले गिरीखुसी छापु छेउको समुद्रभित्र क्याबिनेट बैठक गराएको थियो आदि। अनि दाई, हजुर मालदिप्स आउनुभएको कति भयो? 5 वर्ष भयो सर। हाम्रो संवाद भने जारी नै थियो। भनेपछि तपाईँ कम्पनीको पुरानो कामदार? होइन सर। होइन सर, यो कम्पनीमा काम गर्न थालेको 1.5 वर्ष जति मात्र भयो। पहिले अर्कै कम्पनीमा थिए। ट्याक्सी रोकियो। हाम्रो गन्तव्य आइपुगेछ। गुलाबी रङको अग्लो बिल्डिङ अगाडि हामी उत्रियौँ। चालिसे दाईले मलाई भित्र लिएर गए। सिँढीको छेउमा एउटा टेबल र कुर्सी थियो। कुर्सीमा बसेको सेक्युरिटी गार्ड फोनमा कतै हराइरहेको थियो। हामी भित्र पसेपछि उसले एक झलक हामीतिर हेर्यो। चालिसे दाईले बटन थिचेर लिफ्ट बोलाए। लिफ्टले हामीलाई 6औं तलासम्म लग्यो। चालिसे दाईले खल्तीबाट चाबी निकालेर अपार्टमेन्ट 6D को ढोका खोले। बिल्डिङको दक्षिणी भागमा रहेको उक्त अपार्टमेन्टको ढोका भने उत्तर फर्किएको थियो। भान्सा कोठा, गल्ली, एउटा ठुलो हल, त्यो हलबाट बाहिर बाल्कोनी निकालिएको छेउमा बेडरुम, बेडरुमको पश्चिमी भित्तामा एउटा अट्याच टोयलेट बाथरुम, जे होस् अपार्टमेन्ट आकर्षक थियो। यही हो नि सर, कम्पनीले हजुरका लागि व्यवस्था गरेको अपार्टमेन्ट। हजुरलाई कस्तो लाग्यो? मैले कोठाको निरीक्षण गरिरहँदा मेरो पछि पछि हिँडिरहेका चालिसे दाईले मेरो मनसाय बुझ्न खोजे। म बेडरुमबाट पूर्व हलमा आएँ र हलको दक्षिणी भागमा रहेको बाल्कोनीको ढोका खोलेर हेर्न थालेँ। बाल्कोनीमा एउटा सानो कालो रङको काठ टी टेबल थियो। टेबलको दुईपट्टि दुईवटा काला कुर्सी थिए। टेबलमा एउटा कालो स्ट्रे पनि थियो।
त्यहाँबाट मालेको दक्षिण र पश्चिमतिरको खुल्ला समुद्र देखिँदो रहेछ। मैले समुद्रतिर हेर्दै भने, अपार्टमेन्ट राम्रो रहेछ दाइ, मन पर्यो। यात्राको कारण म केही थाकेको थिएँ अनि केही भोकाएको पनि। बाल्कोनीबाट फर्किएर हलको सोफामा बस्दै मैले भने, दाइ, मलाई भोक लागिरहेको छ, केही व्यवस्था हुन सक्छ? सर, पिज्जाले भोक मेट्ने हो भने चाँडै आउन सक्छ, नत्र त बाहिरै जानुपर्छ। बाहिर नजाउँ, ठिकै छ, पिज्जा नै मगाउनुहोस्। दाइ पिज्जा अर्डर गरेर मेरो छेउमै आएर बसे। मैले सोधेँ, दाइको घर कहाँ नि? नेपालगञ्ज हो सर। हजुरको नवलपरासी होइन? कसरी थाहा पाउनुभयो? अफिसमा हजुरको पासपोर्टको फोटोकपी हेरेको थिएँ। ए, अनि हजुर कुन डिपार्टमेन्टमा हुनुहुन्छ? म एचआरमा छु सर, डिपार्टमेन्ट एसिस्टेन्टको रूपमा। चालिसे दाइसँग कुरा गरिरहँदा मलाई बाल्कोनीमा गएर धुवाँ उडाउन मन लाग्यो अनि सोफाबाट उठ्दै भने, दाइ, आउनुहोस्, कलेजोमा धुवाँ लगाउँ। हामी बाल्कोनीबाट समुद्र निहाल्दै चुरोट सल्काएर धुवाँको मुस्लो उडाउन थाल्यौँ। समुद्रमा केही टापुहरू देखिन्थे। म बस्ने सी बिल्डिङको पश्चिममा एउटा ठुलो रातो खैरो बिल्डिङ थियो। मैले त्यता हेरेको देखेर चालिसे दाइले भने, सर, यो यहाँको दूरसञ्चारको मुख्य कार्यालय हो। यसलाई धिरागु बिल्डिङ भन्छन्। यो नजिकैको टापुको नाम भिलिङ्गेली हो सर। मेरो कोठा त्यहीँ छ। चालिसे दाइले नजिकै रहेको अर्को टापु देखाउँदै भने, भनेपछि तपाईँ दैनिक त्यो टापुबाट अपडाउन गर्नुहुन्छ? हजुर सर, मालेमा कोठा महँगो पर्छ, के गर्नु, धाउनै पर्यो। हजुरलाई कम्पनीले कोठा दिएको छैन र? छैन सर, सबै आफ्नै तलबले म्यानेज गर्नुपर्छ। संवाद चलिरहेको थियो। कसैले डोरबेल बजायो। चालिसे दाइ गएर ढोका खोले। पिज्जा र कोका कोला लिएर वेटर आएको रहेछ। दाइले पैसा दिए। पिज्जा र कोका कोला हलको टी टेबलमा राखेर दाइले भान्सा कोठाबाट 2वटा गिलास ल्याए। हामी सोफामा बसेर पिज्जा टोक्न थाल्यौँ। पिज्जा खाँदै गर्दा मैले भने, दाइ, अलिकति अमेरिकी डलर साट्नु पर्ने थियो। दाइले भने, सर, चल्न त यहाँ सबैतिर अमेरिकी डलर पनि चल्छ, तर आजभोलि मालदिप्समा अमेरिकी डलरको अभाव छ। ब्ल्याकमा साट्नु पर्यो भने राम्रो रेट मिल्छ। बङ्गलादेशीहरूले साट्छन् सर। अनि दाइ, बङ्गलादेशीहरूले डलर महँगोमा साटेर के गर्छन् र? सर, खासमा मालदिभियन रुपियाँ विदेश रेमिट गर्न मिल्दैन, डलर नै चाहिन्छ। 1-2वटा मनी ट्रान्सफरहरूले मात्र रुपियाँ एक्सेप्ट गर्छन्, त्यो पनि लिमिटेड। त्यसैले जुन कम्पनीले मालदिभियन रुपियाँमा तलब दिन्छ, त्यो कम्पनीका कामदारहरूले डलर साट्दछन्। हामीले पिज्जाको स्लाइस र कोका कोला सकायौँ। एकछिनपछि चालिसे दाइले भने, सर, म अफिस जान्छु, अहिले ड्युटीमै छु, साँझ भेटौँला। हुन्छ दाइ, चाँडै आउनुहोला। साँझ मलाई हजुरले सपिङ गराउनुपर्छ। चालिसे दाइ निस्किनै लागेका थिए। मलाई चुरोटको तलतल लाग्यो अनि दाइसँग लाइटर मागेँ। एयर होस्टेजले विमान अवतरण भएपछि बताएको स्थानीय समयअनुसार टाइम मिलाएको घडीमा मध्याहको 12 बजेको थियो। एयर इमिरेट्सको फ्लाइट स्थानीय समयअनुसार बिहान 9:30 बजे इब्राहिम नासिर हवाई अड्डामा अवतरण भएको थियो। मालेको समय युएईको भन्दा 1 घन्टा अगाडि रहेछ। पेटको भोक मेटिए पनि ज्यानको थकान मेटिएको थिएन। बिस्ताराले मलाई बोलाइरहे झैँ लाग्यो। गएर पल्टिएँ। नजिकैको मस्जिदबाट आइरहेको अजानको पवित्र पुकारको आवाज सुन्दा सुन्दै भुसुक्क निदाएछु। उठ्दा 3 बजेको थियो। बाथरुम गएर नुहाएँ। भान्सा कोठाको अवलोकन गरेँ। सपिङ गर्नका लागि आवश्यक सामानहरूको लिस्ट तयार गरेँ। कफी पिउन मन थियो, तर सामान थिएन। बाल्कोनीमा बसेर म चुरोट तान्दै गहिरो समुद्रमा डुबुल्की मार्न थालेँ। 6 बजेतिर चालिसे दाइ आए। उनले सोफामा बस्दै भने, सरलाई सूचना आएको छ, भोलि बिहान 10 बजे अफिसमा हाजिर हुनुपर्ने भयो। म हजुरलाई लिन आउँछु। भइहाल्छ नि दाइ, मैले छोटो जवाफ दिएँ।
अनि फेरि भने, दाई हामी सपिङ कतिखेर जाने? हजुर तयार हो भने जाउँ न अब। हामी सी बिल्डिङबाट निस्किएर थोरै अगाडिबाट दायाँतिरको सानो गल्लीतर्फ मोड्यौँ। हिँड्ने क्रममा हाम्रो संवाद जारी नै थियो। बाटोहरू त सबै साँघुरा साँघुरा रहेछन् है दाई? हो नि सर, ठाउँ नै सानो छ, ठुलो गाडी र बाटोको खासै आवश्यकता पनि पर्दैन। अनि दाई यति सम्झा झैँ सुनसान छ त। 6 बजेबाट 8 बजेसम्म यहाँ धेरै पसलहरू बन्द हुन्छन् साँझको प्रार्थनाको लागि। करिब 15 मिनेट हिँडेपछि हामी मालेको अर्कोपट्टिको किनारा छेउ सानो पार्कमा पुग्यौँ। त्यहाँ ठुलो मालदिभियन झन्डा थियो। यो पार्कलाई झुम्हुरी मैदान भन्छन् सर। अङ्ग्रेजीमा रिपब्लिक स्क्वायर, नेपालीमा चाहिँ झन्डा पार्क। दाई मालदिप्समा नेपालीहरू कति होलान्? 5-6 हजारको हाराहारीमा होलान् सर। सबैभन्दा धेरै कुन मुलुकका कामदारहरू छन् नि? बङ्गलादेशका छन् सर। हामी बोल्दै समुद्र किनारको बाटो हिँडिरहेका थियौँ। दाइले भने, यो बाटो मालेको रिङ रोड हो सर। यसले मालेलाई किनारै किनारा चक्कर लगाउँछ। अनि यो हामी अघिल्तिरको चाहिँ यहाँको भिभिआइपी जेट्टी हो। यसले प्रेसिडेन्टल जेट्टी भन्छन्। यसलाई प्रेसिडेन्टल जेट्टी भन्छन्। हामी बिहान उत्रिएको जेट्टी पूर्वतिर पर्छ। यहाँबाट जेट्टी नम्बर सुरु हुन्छ। ऊ त्यो 1 नम्बर जेट्टी हो। हामी फर्केर एकछिन झन्डा पार्कमा बस्यौँ। केही बेर चुरोट तान्दै समुद्रको छाल हेऱ्यौँ। घडीले 8 बजाएपछि बिस्तारै चहलपहल बढ्न थाल्यो अनि हामी उठेर नजिकैको सपिङ मार्टतर्फ लाग्यौँ। मार्टको अगाडि बोर्डमा लेखिएको थियो, एसटिओ पिपल्स चोइस। सपिङ सकेर निस्किँदा बाहिर भिडभाड निकै बढिसकेको थियो। भिड छिचोल्दै हामी कोठा फर्क्यौँ। अनि सरको बिहे भयो? सामान मिलाइसकेर सोफामा बस्दै गर्दा दाइले प्रश्न राखे। मैले हल्का मुस्कुराउँदै भने, छैन दाइ, 22 वर्षमा ब्याचलर सकेर विदेशिएको 4 वर्षदेखि प्रमोसनको पछाडि दगुरिरहेको छु। बिहेको बारेमा सोच्ने फुर्सदै निकाल्न सकेको छुइनँ। अनि सरका दाजुभाइ दिदीबहिनी? कोही छैनन्। अनि आमा बुवा? म सानै छँदा बित्नुभयो। मलाई काका काकीले हुर्काउनु भएको। काका काकीले एउटी बहिनी र एउटा भाइ उपहार दिनुभएको छ। मैले विषयान्तर गर्दै भने, दाइ कफी पिउँ होइन? दाइले घडी हेर्दै भने, 10 बजिसकेछ, पछि पिउँला सर, म जान्छु। एक कप कफी पिउँदा कति समय जान्छ र दाइ? दाइले आफ्नो पेट मुसार्दै भने, होइन सर, बरु केही खाउँ, कफीले भोक मेटिँदैन। दाइलाई भोक लागेको रहेछ। मैले 2वटा चाउचाउ बनाएँ। चाउचाउ खाएर दाइ हतारमा निस्किए। दाइ गएपछि मैले कपडा चेन्ज गरेँ। छोटो कालो बक्सर र कालै टी सर्ट। 1 कप कालो कफी बनाएँ अनि बाल्कोनीको कालो कुर्सीमा बसेर कालो कफी पिउँदै कालो आकाशमा चम्किरहेका तारा र भिङ्गिली आइल्यान्डतिर आँखा डुलाएँ। हेर्दा हेर्दै म जताततै धुवैँ देख्न थालेँ। घर जलिरहेका छन्, समुद्रमाथि डुङ्गा जलिरहेछ, आकाशमा तारा जलिरहेछन्, जताततै धुवाँ पुत्ताइरहेछ। लौ न, के हुन लाग्यो? म आत्तिसकेको थिएँ। झट्ट स्ट्रेमा चुरोट देखेँ, जुन मेरा आँखै अगाडिबाट पुत्ताइरहेको थियो। चिसो भइसकेको कफीको अन्तिम स्वरूप लिएर म कोठामा फर्किएँ। चालिसे दाइले एउटा सिम ल्याइदिएका थिए। दुबईको डुसिम निकालेर मालेको धिरागु सिम आफ्नो फोनमा घुसार्दै गर्दा मैले काका काकीलाई सम्झेँ। उहाँहरूलाई त खबर गर्नै भुलेछु। रातिको 11 बज्नै लागेको थियो। नेपालमा त 12 बज्न लागेको थियो। 12 बजे राति भुट डुल्ने बेलामा फोन गर्न मन लागेन। माघको महिना नेपालमा त चिसो हुन्छ, मालदिप्समा भने पत्तै नहुने। फोनको सेटिङ मिलाएर चार्जमा राखेँ अनि बत्ती निभाएर बिस्तारामा पल्टिएँ।
बिहान उठ्दा पलङको सिरानमा राखिएको मेरो हाते घडीले 7:30 बजाइसकेको थियो। उठेर जिउ तन्काउँदै बाल्कोनीमा निस्केर बाहिर आँखा डुलाउन थाले। सूर्यको किरण समुद्रको लहरमा चम्किरहेको थियो। अघिल्लो दिन मैले ख्याल गरिनछु। बाल्कोनीबाट करिब 300 मिटरको दूरीमा पश्चिमतिरबाट समुद्रको पानी ल्याएर मालेको जमिनमा लगभग रानी पोखरी जत्रै पोखरी बनाइएको रहेछ। त्यहाँ थुप्रै डुङ्गाहरू थिए। केही बेर दृश्यावलोकन गरेर म कोठामा फर्किएँ अनि काकालाई फोन लगाएँ। हेलो काका, ढोक गरे। भाग्यमानी भएस, राम्ररी पुगिस् नि। तेरो फोन नआएर तेरी काकी आत्तिँदै थिए। हजुर काका, राम्ररी नै आइपुगे। त्यता सबै ठिकै छ नि? ठिक छ बाबु। हिजो तेरो नयाँ घरको भाडा उठाउन गएको थिएँ। घर फोहोर राख्ने रहेछन्। मैले सम्झाइवरी आएको छु। अरू सबै ठिकै छ। ए, अनि काकीलाई दिनुहोस् न त। एक कान्छी, ला बाबुको फोन। हेलो काकी, ढोक गरे। भाग्यमानी भएस, पुग्दा बित्तिकै फोन गर्नु पर्दैन? म कस्तो आत्या थिएँ। राति पनि फोन आउँछ कि भनेर सिरानै राखेर सुतिम, तैँले फोन नै गरिनस्। अनि तँलाई ठिक छ त नि? नयाँ ठाउँमा खान्की कस्तो पाइन्छ कुन्नी? कोठामा पकाउने ठाउँ त छ नि? बाहिरको नखाएस्, दुबईमा जस्तै कोठामा पकाएर खाएस्। तेरो पेट ठिक छैन, तँलाई थाहा छ नि? हुन्छ काकी, हुन्छ। तपाईँ चिन्ता नलिनुहोस्। अब म केटाकेटी छैन। अनि बहिनी खै त? ज्योति त ट्युसन पढ्न गएकी छे। किरणले के गर्दैछ त? ऊ पनि ट्युसन गएको छे। ए, ठिकै छ काकी। म शुक्रबार छुट्टीको दिन फोन गर्छु। अहिले राखेँ है। ल ल, आफ्नो ख्याल राख्नु। आजकल फोन कम्ती आउँछ तेरो। हामीलाई अत्यार लाउँछ। फोन गर्दै राखेस्। हुन्छ काकी। ल राखेँ। ल ल बाबु, राख। फोन सोफामा राखेर म बाथरुम छिरेँ। फ्रेस भएर आएँ अनि ब्रेडका 2वटा स्लाइस स्टोरमा राखेँ। कित्लीको पानी तताएँ अनि 1 कप चिया बनाएँ। ब्रेड र चिया सकाएर म अफिसका लागि तयार हुन थालेँ। सर्टलाई प्यान्टभित्र हालेर लगाउँदा एनामा मेरो भुँडी थोरै पुट्ट देखियो। भुँडीलाई भित्र तानेर दायाँ बायाँ कोल्टे पर्दै एना हेर्न थालेँ। मनमनै सोचेँ, थोरै भुँडी घटाउन सके त ह्यान्डसम नै देखिन्थे। ढोकाको घन्टी बज्यो। चालिसे दाई आइपुगेछन्। गुड मर्निङ सर, मालदिप्सको पहिलो रात कस्तो रह्यो? गुड मर्निङ सर, मालदिप्सको पहिलो रात कस्तो रह्यो? गुड। मिठो निन्द्रा पर्यो। सर, हजुरको पासपोर्ट नि बोक्नुहोस् है। मैले ह्यान्डब्यागबाट पासपोर्ट झिकेर त्यसको गाता पल्टाएँ। 6 महिना अगाडि बनाएको डिजिटल पासपोर्टको फोटोमा मेरो अनुहार अलि नराम्रो देखिएको थियो। म पासपोर्टको पाना पल्टाउँदै गएँ। युएई लेखिएको छाप भएका पाना हुँदै हवाई जहाज ल्यान्डिङ गर्न लागेको साङ्केतिक चित्रसहित नीलो मसीले मालदिप्स इमिग्रेसन र रातो मसीले 18 जनवरी 2015 तारिक लेखिएको छापसम्मका पानाहरू फर्किँदै गए। म अन्तिमतिरको पानामा भएको सम स्वीकृतिको स्टिकरलाई औँलाले मुसार्दै थिएँ। जाउँ सर, चालिसे दाइले मेरो ध्यान भङ्ग गरे। दुबईको मिरदीप मलमा किनेको अफिस ब्यागको खल्तीमा पासपोर्ट राखेर हामी कोठाबाट निस्कियौँ। बिल्डिङतिरबाट तल झरेर हामी पश्चिम मोडियौँ। थोरै अगाडि इन्दिरा गान्धी मेमोरियल अस्पताल रहेछ। त्यहाँबाट हामी उत्तर मोडियौँ। केही समय अगाडि बढेपछि फराकिलो र ठुलो बाटो देखियो। यसलाई मजिदी मागु भन्छन् सर। मागु भनेको मार्ग हो। यो माले सहरको बीचबाट पूर्वी किनारादेखि पश्चिमी किनारासम्म लम्बिएको छ। हरियो बत्ती बलेपछि हामी त्यो बाटो काट्यौँ। हामी त्यहाँबाट थोरै अगाडि बढ्यौँ। पश्चिम फर्किएको पहेँलो भवन अघि पुगेपछि फेरि दाइले भने, त्यही बिल्डिङमा छ सर हाम्रो अफिस। मेरो कोठाबाट अफिस नजिकै रहेछ। बिल्डिङको तल बोर्डमा लेखिएको थियो मार्बल बिल्डिङ। हामी मार्बल बिल्डिङभित्र छिर्यौँ। भित्र मार्बल होटल पनि रहेछ। रिसेप्सन डेस्कमा बसेका केटी हामीलाई हेरेर मुस्कुराए। त्यहाँ अरू पनि अफिसहरू रहेछन्।
दाइले लिफ्ट बोलाए। लिफ्टमा 8 सम्मका बटम थिए। हाम्रो अफिस 4थो तलामा रहेछ। लिफ्टको ठिक अगाडि भर्याङ थियो। दाहिनेतिर एउटा ढोका। ढोका माथिको सानो बोर्डमा लेखिएको थियो, स्माइल सप्लाई सेन्टर। दाइले मलाई भित्र लगेर रिसेप्सनको छेउमा सोफामा बस्ने इसारा गर्दै उनी पश्चिमतिरको ढोकाबाट भित्र छिरे। अघिसम्म नदेखिएकी रिसेप्सनिस्ट उत्तर पश्चिमपट्टिको ढोकाबाट निस्की। त्यो ढोकाभित्र सानो गल्ली थियो। रिसेप्सनिस्ट हिस्सी परेकी राम्री थिए। उसको आकर्षक शरीर थियो अनि हिँडाइमा लचकता पनि। उसले मलाई हेरेर मुस्कुराउँदै आउनुको कारण सोधी। मैले आफ्नो छोटो परिचय दिएँ। म आलोक शर्मा, दुबईबाट। ओहो सर, मालदिप्समा तपाईँलाई स्वागत छ। श्रीमान इस्माइल तपाईँलाई नै कुर्दै हुनुहुन्छ। रिसेप्सनिस्टको मुस्कान र जवाबसँगै आयो। म मुस्कुराउन खोज्दै गर्दा दाइ आइपुगे। उनले रिसेप्सनिस्टलाई हेर्दै भने, मर्निङ जेसिका। जेसिका पनि मर्निङ चालिसे भन्दै मुस्कुराई। केटीको मुस्कानमा दम थियो। दाइले मलाई बोसको कोठातिर लगे। हामी पश्चिमतिरको ढोकाभित्र पस्यौँ। ढोकाभित्र अर्को हल रहेछ। हलका 4वटा टेबलमा कर्मचारीहरू काम गरिरहेका थिए। त्यो हलको सिधा पश्चिममा एउटा सानो क्याबिन थियो भने हलबाट दक्षिणतिर एउटा ठुलो क्याबिन थियो। हामी दक्षिणतिरको क्याबिनभित्र छिर्यौँ। मलाई देख्ने बित्तिकै कुर्सीमा बसिरहेका इस्माइल अलि मुस्कुराउँदै उठे अनि मसँग हात मिलाउँदै बोले, स्वागत छ आलोक। आशा छ तिम्रो यात्रा सुखद रह्यो। इस्माइल सानो कदका, श्याम वर्णका, हँसिला, फरासिला र खुलस्त कुरा गर्ने स्वभावका थिए। उनीसँग मेरो पहिलो भेट 2 वर्ष अघि दुबईमै भएको थियो। उनी गल्फवुड एक्जिबिसनमा गएका थिए। अघिल्लो साल पनि त्यही एक्जिबिसनमा भेट भएको थियो। त्यो वर्षको गल्फवुड भने फेब्रुअरी 8बाट सुरु हुँदै थियो। मैले दुबईमा काम गर्ने कम्पनीबाट उनले सामान आयात गर्थे। उनी सेल्सम्यान नै हेर्थे। उनले मेरो कामको क्षमता र अनुभव देखेका थिए। धेरै रिसोर्टहरूसँग मैले आफ्नो व्यापारिक सम्बन्ध कायम गरेको कुरा उनलाई पनि थाहा थियो। त्यसैले उनले मलाई राम्रो प्याकेजको अफर गरेका थिए, जसलाई मन्जुर गरेर म मालदिप्स पुगेँ। धन्यवाद सर, यात्रा सुखद नै रह्यो। उनले दाइतिर हेर्दै भने, चालिसे, शरीफलाई 2वटा कफी पिलाउन भन न है। इस्माइललाई हुन्छ सर भन्दै दाइले मेरो कुइनोमा हातले छुँदै मलाई भने, सर म आफ्नो क्याबिनमा जान्छु, अहिले भेटौँला है। चालिसे दाइ निस्केपछि इस्माइलले मलाई बस्ने इसारा गर्दै कुरा अघि बढाए। हामी करिब 1 घन्टा जति कुराकानीमा व्यस्त भयौँ। उनले मेरो कामका बारेमा र आफ्नो अपेक्षाका बारेमा मलाई पुनः स्मरण गराए। हामीले टेलिफोन र इमेल मार्फत पहिले नै धेरै संवाद गरिसकेका थियौँ। हामीबीच सम्झौता भएको थियो। केही समयको भलाकुसारीपछि अलीले मलाई आफ्नो क्याबिन बाहिर लिएर गए। उनी सबै डिपार्ट घुमाएर सबैसँग मेरो परिचय गराए। अन्त्यमा उनले सेल्स एन्ड मार्केटिङ डिपार्टमेन्टमा लगे, जुन मेरो कन्ट्रोलमा आउँदै थियो। कोठाभित्र 3वटा टेबल थिए। ती टेबलको उत्तरतिर एउटा सानो क्याबिन थियो। इस्माइलले त्यहाँ पनि सबैसँग परिचय गराए। उनले मेरो नजिकै उभिएको एउटा भर्खर 20-22 वर्षको केटोलाई देखाउँदै भने, ऊ यो डिपार्टमेन्टको कोअर्डिनेटर ताउसिन इब्राहिम तिम्रो विशेष सहयोगी हुनेछ। मैले जवाफमा मुस्कुराउँदै हवस् भने अनि ताउसिनतिर हेर्दै मुस्कुराएँ। त्यसपछि मलाई मेरो क्याबिन देखाउँदै इस्माइलले भने, तिम्रो क्याबिन यही हो। आशा छ तिमीलाई कम्फर्टेबल हुनेछ। मैले मुस्कुराउँदै भने, राम्रो रहेछ सर, मन पर्यो। इस्माइलले स्माइल दिँदै भने, बेस्ट अफ लक। म विश्वस्त छु यो कम्पनीले तिमीबाट गरेको आशा र आकाङ्क्षामा तिमी खरो उत्रिनेछौ। म पुरा कोसिस गर्नेछु सर। अगाडिको कुर्सीमा बसेर इस्माइलले मलाई मेरो कुर्सीमा बस्न आग्रह गर्दै भने, यसको अलावा हाम्रो लजिस्टिक टिम र आलोक पर्चेजिङ टिम चाहिँ वेयर हाउसमै छ। फुर्सदमा गएर हेर्न सक्छौ।
ताउसिनले मद्दत गर्नेछ। हाम्रो इम्पोर्ट मैले नै हेर्ने गरेको छु, तिमीलाई थाहा नै छ। मैले जवाफ दिएँ। त्यसपछि इस्माइलले भने, ल्यापटपमा तिम्रो अफिसियल इमेल एड्रेस तयार छ। सेल्स म्यानेजर एउटा ISC@MV, यो हाम्रो पुरानै इमेल एड्रेस हो। तिमी भन्दा पहिलेको म्यानेजरले पनि यही चलाउँथ्यो। अब तिमीले पनि आफ्नो सिग्नेचर राखेर काम सुरु गर्न सक्छौ। हवस् सर, मैले छोटो उत्तर दिएँ। इस्माइल कुर्सीबाट उठ्दै बोले, केही समस्या परे मेरो ढोका सधैँ खुल्ला रहन्छ। तिमीलाई फेरि पटक पटक बेस्ट अफ लक। मैले धन्यवाद भने। उनी आफ्नो क्याबिनतिर गए। इस्माइल गएपछि मैले ल्यापटपतिर ध्यान केन्द्रित गरेँ। HP ProBook 4540S मोडलको ल्यापटप खुल्लै थियो। बिहानसम्मका इमेलहरू कसैले रिड गरिसकेको रहेछ। केही इमेलहरू डाउनलोड हुँदै थिए। नयाँ इमेलमा क्लिक गरेँ। नयाँ विन्डो खुल्यो। माथिबाट दायाँ भागमा सिग्नेचर लेखिएको ठाउँमा क्लिक गरेँ। मिल्टन श्रीवास्तव, पुरानो म्यानेजरको सिग्नेचर रहेछ। त्यसलाई एडिट गरेर आलोक शर्मा बनाएँ। अरू विवरण त उही नै थियो। सेल्स म्यानेजर इस्माइल, सप्लाई सेन्टर। तल इमेल ठेगाना र फोन नम्बर थियो। फोन नम्बर डिलिट गर्नै लाग्दा चालिसे दाइ आइपुगे। उनको हातमा स्यामसङ सिओसको सानो स्मार्टफोन थियो। उनले त्यो फोन मलाई दिँदै भने, सर, यो हजुरको अफिसियल फोन। सेल्स म्यानेजरले प्रयोग गर्ने नम्बर यही हो। मैले फोन समातेर सिग्नेचरमा भएको नम्बर पढेर सोधेँ, यही हो दाइ यसको नम्बर? हो सर, दाइले मुन्टो हल्लाउँदै जवाफ दिए। मैले सिग्नेचरको नम्बर डिलिट नगरी सेभ गरेँ। सर, भिजा र आइडीका लागि पासपोर्ट दिनुहोस्। मैले झोलाबाट पासपोर्ट निकालेर दिएँ। दाइ निस्किनै लागेका थिए। उनलाई बोलाएर भने, दाइ सुन्नु त, मेरो अपार्टमेन्टमा वाइफाई जोड्नु पर्यो, मद्दत गर्नुहोस् न। हुन्छ सर, म तुरुन्तै मेसो मिलाइदिन्छु, तपाईँ चिन्ता नगर्नुहोस्। दाइ निस्किए। म इमेलतिर नजर डुलाउन थालेँ। धेरैजसो इमेलहरू मैले दुबईमै चिनेका रिसोर्टबाट आएका थिए। केही पर्चेज अर्डरहरू र केही सामान इन्क्वायरीका इमेलहरू भर्खर डाउनलोड भएका थिए। ती सबै इमेलहरू सेल्स कोअर्डिनेटरको इमेलमा पनि कपी भएका थिए। मैले ताउसिनलाई बोलाएर देखाएँ। ताउसिनले भन्यो, दिज अल इमेल्स आर टेकेन केयर अफ। त्यसपछि मैले ताउसिनलाई भने, के तिमी मलाई हामीले डिल गर्दै आएका रिसोर्टहरूको लिस्ट, हाम्रो प्रोडक्ट लिस्ट र तिनीहरूको सेल्स प्राइसको लिस्ट दिन सक्छौ? स्योर सर, ताउसिनले लिस्ट दियो। मैले एकसरको सबै हेरेँ। दिउँसो दाइ र मैले मार्बल क्याफेमा लन्च गऱ्यौँ। साँझ 5 बजेतिर हामी सँगै अफिसबाट निस्क्यौँ। जे होस्, अफिसको पहिलो दिन राम्रोसँग बित्यो। हामी बिहान आएकै बाटो फर्किँदै थियौँ। इन्दिरा गान्धी मेमोरियल हस्पिटल अगाडि आइपुगेपछि मैले सोधेँ, यो इन्डियाले फन्डिङ गरेको अस्पताल हो र दाइ? हो सर, मान्छेहरू यसलाई छोटकरीमा IGMH भन्छन्। अस्पतालबाट बायाँ लागेर 200 मिटर जति हिँड्दा मेरो कोठा पुगिन्थ्यो। सिधै 200 मिटर जति अगाडि हिँड्दा भिलिङ्गिली जाने ढुङ्गा लाग्ने जेट्टी पुगिँदो रहेछ। दाइले हातले इसारा गर्दै भने, ऊ सिधा अगाडि धेरै स्कुटरहरू पार्किङ गरेको छ नि सर। हो, त्यहीँनेरबाट 10 मिनेटमा भिलिङ्गिली जाने डोनी छुट्छ।